नमस्ते। आज चाहिँ तपाईँहरूको लागि भनेर एकदमै सानो ज्ञान लिएर आएको छु। सानो पनि के भन्ने एकदम इम्पोर्टेन्ट ज्ञान रहेको छ। धेरैजनाको सपना हुन्छ आइफोन चलाउने है। आइफोन चलाउन रहर हुन्छ, नयाँ किन्नलाई पैसा कम हुन्छ। सो तपाईँ सेकेन्ड ह्यान्ड किन्दै हुनुहुन्छ। अब सबैको चाहना हुन्छ किन्ने, तर सबैजना मसँग किन्नुहुन्छ भन्ने छैन। तर तपाईँ कहाँ किन्दै हुनुहुन्छ त्यो कुरा इम्पोर्टेन्ट छ है त। सो जहाँ पनि फोन किन्नुहुन्छ भने सबैभन्दा मेन कुरा भनेको चाहिँ तपाईँले चाहिँ फोन मजाले चेक गर्नु होला, ब्याट्री कति छ चेक गर्नुहोस्। अब ब्याट्री बुस्ट पनि गरेको हुनसक्छ, डिस्प्ले फेरेको हुनसक्छ, त्यो कुराहरू एकदम ध्यान दिनु होला है। ब्याट्री फेर्दा प्रायरी त तपाईँको 11 देखि माथि भनेको मेसेज आउँछ, अनि डिस्प्ले फेर्दा पनि मेसेज आउँछ, तर बुस्ट गर्दाखेरि ब्याट्रीको चाहिँ मेसेज आउँदैन। केही नगर्नुहोस्, सिधा तपाईँहरूले चाहिँ सिम इजेक्टर खोल्नुहोस् अनि नन ओपन सेट नथिङ चेन्ज भन्छन् मान्छे धेरैजनाले, व्यापारीहरूले। सो एकदमै इम्पोर्टेन्ट कुरा, खोल्ने मजाले फुक्ने किनकि कम्पनीले पनि हुँदो रहेछ IP68 यानि कि डस्ट एन्ड वाटर रेजिस्टेसन भनेर बनाएको फोन हुन्छ। सो हावा मरिगए भित्र जानु भएन। यदि हावा गयो, सनन गयो भने त्यो फोन नकिन्दा हुन्छ। हावा गएन भने मजाले किन्नु होला। अनि अर्को कुरा, धेरैजनाले फोन किन्दाखेरि चाहिँ ब्याट्री हेल्थ कति छ भनेको सोध्नुहुन्छ। अब 13, 14, 15 मा त तपाईँले ब्याट्री हेल्थ बेटर खोज्न सक्नुहुन्छ, पाइन्छ पनि। तर कतिजना हुनुहुन्छ जो 11 किन्न खोज्नुहुन्छ अनि जसमा चाहिँ एकदम धेरै ब्याट्री खोज्नु त आउँदैन हजुर। ताल परे 13 मा त 74, 75% ब्याट्री भएको अहिले आउँछ। सो नन ओपन सेट किन्नुहोस्, बुस्ट नगरेको किन्नुहोस्, जेन्युन किन्नुहोस्, जहाँ किन्नुहोस् तपाईँको इच्छा। आज चाहिँ मसँग दुईवटा फोन रहेको छ। एउटा आइफोन 15 128GB 100% ब्याट्री हेल्थ, कहीँ पनि लगेर चेक गराउनु, जुनसुकै मोबाइल दोकानमा लगेर चेक गराउनु, कहीँ पनि कसैले पनि ओपन होइन के रिप्लेस गरेको प्रुफ गरिदियो भने एउटाको साथ अर्को हजुरले फ्री पाउनुहुनेछ। यो रहेको छ आइफोन 13 128GB 92% ब्याट्री हेल्थ। यो पनि नन ओपन नथिङ चेन्ज हो। यो पनि जहाँसुकै लगेर देखाउनुहोस्, कसैले प्रुफ गरिदियो, कुनै पनि टेक्निसियनले कुनै पनि व्यापारीले प्रुफ गरिदियो ओपन गरेको सेट हो भने हजुरले अर्को 13 फ्रीमा पाउनुहुनेछ है त। सो लिन चाहनुहुन्छ जिएस मलाई सम्झाउनु होला। यति भन्दै म चाहिँ बिदा हुन्छु। हस्त, धन्यवाद। तपाईँको समय शुभ रहोस्।